सो हे एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ हामी अफिसियल्ली हाम्रो डाटाबेस सिरिजको पार्ट 5मा आइपुगेको छौँ। सो अगाडिको हामीले पार्ट 4 भन्ने उसमा चाहिँ पार्ट 4 भन्ने सिरिजमा चाहिँ टेबल भनेको के हो, डाटा टाइप भनेको के हो भन्ने कुराहरूलाई हेरेको थियौँ भने आज चाहिँ हामीले के को बारेमा हेर्न गइरहेछौँ भनेर भन्दाखेरि किज इन अ डेटाबेस भन्ने बारेमा हेर्न गइरहेको छौँ। यो पनि डेटाबेसको लागि एउटा एकदमै इम्पोर्टेन्ट कन्सेप्टहरू छ होइन। सो अब नर्मल्ली हामीले डेटाबेसमा चाहिँ यहाँ क्लास 10मा चाहिँ 3टा कीहरूको बारेमा पढ्नुपर्ने हुन्छ। एउटा भनेको प्राइमरी की, एउटा भनेको फरेन की र अर्को भनेको कम्पोजिट की है त। सो अब तिनटैको बारेमा हेर्नको लागि चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ भन्ने त मैले विश्वास लिएको छु। सो बेसिकली के हो त किजहरू भनेको चाहिँ भन्दाखेरि यहाँ तलपट्टि मैले डेफिनेसन राखिदिएको छु। किज आर स्पेसल फिल्ड द्याट युनिकली आइडेन्टिफाई रेकर्ड एन्ड लिङ्क टेबल टुगेदर किपिङ योर डेटा अर्गनाइज एक्युरेट एन्ड कनेक्टेड भनेको छ। सो नर्मल्ली हामीले डेटाबेसमा रहेका विभिन्न डेटाहरूलाई विभिन्न रोजहरूलाई आइडेन्टिफाई गर्नको लागि चाहिँ यस्ता विभिन्न खालका कीहरू प्रयोग गर्ने गरिन्छ। सो त्यही कीहरूलाई चाहिँ कुनै पनि रेकर्डहरूलाई युनिकली आइडेन्टिफाई गर्नको लागि प्रयोग गर्ने एउटा केही स्पेसल फिल्ड्सहरूलाई चाहिँ की भनिन्छ भनेर यहाँनिर भन्न सक्यो होइन। त्यस्तै गरी अर्को भनेको चाहिँ अब सानो एउटा इक्जाम्पल दिएको छ। इमेजिन अ क्लास विथ 2 स्टुडेन्ट। मानिले एउटा क्लासमा 2जना स्टुडेन्ट छन् जसको नाम चाहिँ विराज हो। यदि सरले चाहिँ विराजलाई बोलाउनु भयो भने को चाहिँ बोल्ने त? दुईजनै बोल्ने कि एउटा बोल्ने कि अर्को बोल्ने कि? अब त्यहाँ चाहिँ केही न केही कन्फ्युजन भयो नि त होइन। सो डेटाबेसमा पनि यस्तै दुईजना सेम नामको स्टुडेन्टहरू छ भने त्यस्तो बेलामा डेटाबेस नझुक्योस्, यो चाहिँ डुप्लिकेट डेटा होस्, डेटा चाहिँ हो भनेर नभनोस् भन्नको लागि चाहिँ हामीले कीहरू चाहिँ इन्ट्रोड्युस गराउनु पर्ने हुन्छ। जस्तो कि हामीले कुनै क्लासमा हेर्छौँ भने मान्छेको नेम भनेको युनिक नहुन पनि सक्छ। त्यस्तै गरी क्लासहरू भनेको चाहिँ के हुनसक्छ त भन्दाखेरि रिपिट हुनसक्छ। क्लास 10 भनेको चाहिँ धेरै स्टुडेन्टको क्लासहरू क्लास 10 हुनसक्छ नि त। त्यस्तै गरी रोल नम्बर भनेको चाहिँ के हुन्छ भने युनिक हुन्छ, जहिले पनि युनिक हुन्छ। र अर्को कुरा भनेको चाहिँ कसैको रोल नम्बर नल पनि हुँदैन अथवा खाली पनि हुँदैन। द्याट युनिक आइडेन्टिफायर इज एक्ज्याक्टली वाट अ की डज लेट मिट द 3 यु निड टु नो भनेर यहाँनिर अब हामीले स्टार्ट गर्नेछौँ कीको बारेमा। सो प्राइमरी की भनेको चाहिँ के हो त भन्दाखेरि कुनै पनि रेकर्डलाई चाहिँ युनिकली आइडेन्टिफाई गराउनको लागि प्रयोग गर्ने किसिमको कीलाई नै हामीले प्राइमरी की भनेर चाहिँ भन्ने गर्छौँ होइन। जस्तो अब यहाँनिर चाहिँ स्टुडेन्ट आइडी भन्ने एउटा टेबल छ। स्टुडेन्ट आइडी भन्ने टेबलमा चाहिँ थोरै ठुलो बनाऊँ, ठुलै भएन। स्टुडेन्ट आइडी भन्ने टेबलमा चाहिँ यहाँनिर 101, 102, 103 भन्ने चाहिँ हामीले कीहरू प्रयोग गरेको छौँ। जस्तो यहाँनिर यिनीहरू चाहिँ प्रत्येक स्टुडेन्टको युनिक छ। जस्तो अब यहाँनिर नेम छ होइन, यहाँनिर चाहिँ क्लास राखिएको छ, यहाँनिर एज राखिएको छ। अब यो स्टुडेन्टमा चाहिँ अब यहाँनिर कुनै पनि रेकर्डहरूलाई चाहिँ युनिकली आइडेन्टिफाई गर्नको लागि चाहिँ हामीले स्टुडेन्ट आइडीको प्रयोग गरेको छौँ। यहाँनिर हेर्नुभयो भने थोरै हाइलाइट पनि गरेको छ ग्रिन कलरले होइन। यो चाहिँ के हो त प्राइमरी की हो भनेर चाहिँ हाइलाइट गरेको हो। सो स्टुडेन्ट आइडी इज द प्राइमरी की, एभ्री भ्यालु 101, 102, 103 इज डिफ्रेन्ट, द्याट्स द रुल। अब प्राइमरी कीको मेन रुल भनेको नै सबै भ्यालुहरू के हुनु पऱ्यो त युनिकली आइडेन्टिफाई हुनु पऱ्यो र कुनै पनि भ्यालु चाहिँ नल हुनु भएन, छोड्नु भएन भन्ने कुरा चाहिँ प्राइमरी कीको मेन रुल हो। अब यहाँनिर कस्तो बेलामा प्राइमरी कीले चाहिँ भ्यालुहरूलाई चाहिँ रिजेक्ट गर्छ त, अथवा के हुँदा चाहिँ प्राइमरी कीले चाहिँ अलिकति रिजेक्ट गर्छ भनेर भन्दाखेरि यहाँनिर हेर्न सक्नुहुन्छ। डुप्लिकेट भ्यालु भयो भने चाहिँ प्राइमरी कीले एक्सेप्ट गर्दैन होइन। जस्तो 101 भन्ने विश्वास भन्नेलाई अलरेडी हामीले स्टुडेन्ट आइडी असाइन गरिसकेको छ। फेरि विद्या भन्ने मान्छेलाई पनि 101 नै असाइन गर्छु भन्दाखेरि चाहिँ यो 101 डुप्लिकेट भ्यालु भयो। सो भ्यालुहरू डुप्लिकेट भइसके पछाडि हाम्रो के हुँदैन त प्राइमरी कीले एक्सेप्ट गर्दैन। त्यस्तै गरी स्टुडेन्ट आइडी भनेको छ होइन। अब यहाँनिर विराजको 103 छ, यहाँ तलतिरपट्टि सीताको खाली नै छोडिदिउँ, यतिकै छोडिदिउँ भने पनि त्यसलाई प्राइमरी कीले मान्दैन, किनभने त्यहाँ चाहिँ एउटा युनिक भ्यालु चाहिँ हुनुपर्छ। सो नल पनि हामीले कुनै पनि भ्यालुलाई छोड्न पाइएन। द डेटाबेस विल रिफ्युज बोथ, दिस ग्यारेन्टी इज वाट मेक्स अ प्राइमरी की ट्रस्टवर्दी। सो डेटाबेसमा चाहिँ ट्रस्टवर्दी डेटाहरू गइरहेछ, डेटा इन्टिग्रिटी मेन्टेन गराउनको लागि पनि डेटाबेसले जस्तो विभिन्न रुल्सहरू चाहिँ इम्प्लिमेन्ट गरेको हुन्छ। अब प्राइमरी कीको फिचर्सहरू हेरौँ। जस्तो के हो त भन्दाखेरि इच रेकर्डहरूलाई चाहिँ युनिकली आइडेन्टिफाई गराइदिन्छ। क्यानट कन्टेन्ट डुप्लिकेट भ्यालु, सो हामीले डुप्लिकेट भ्यालुहरूलाई स्टोर गर्न पाइएन। क्यानट बी नल, अब हामीलाई प्राइमरी कीलाई चाहिँ नल छोड्न, इम्टी छोड्न पनि पाइएन होइन। ओन्ली वान प्राइमरी की इज अलाउड पर टेबल। सो एउटा टेबलमा कतिवटा प्राइमरी की हुन्छ भन्दाखेरि एउटा प्राइमरी की हुन्छ भनेर यहाँनिर दिएको छ। त्यस्तै गरी फरेन की भनेको चाहिँ के हो त? फरेन की भनेको पनि के हो भन्दाखेरि इट
पोइन्ट्स टु अ प्राइमरी की अफ अनदर टेबल वाच द डेटा ट्राभल एक्रस भनेर यहाँनिर एउटा सिम्पल डायग्राम पनि बनाइएको छ। सो के हो भन्दाखेरि दुईवटा टेबल छन् यहाँनिर मानिलिउँ, एउटा भनेको स्टुडेन्ट टेबल छ, एउटा भनेको लाइब्रेरी टेबल छ। सो यहाँनिरको स्टुडेन्ट आइडी हामीले अब यो स्टुडेन्ट भन्ने टेबलको स्टुडेन्ट आइडीलाई चाहिँ हामीले लाइब्रेरी भन्ने टेबलमा लगेर राख्छौँ भने अथवा यहाँ लगेर युज गर्छौँ भने यसलाई चाहिँ फरेन की भनेर भनिन्छ। सो स्टुडेन्ट टेबलको प्राइमरी की लाइब्रेरी भन्ने टेबलमा गइसके पछाडि चाहिँ यहाँनिर के भयो त फरेन की भयो होइन। सो त्यति कुरा बुझ्नुपर्ने हुन्छ है त। सो यहाँनिर एफके भनेको फरेन की अनि पिके भनेको चाहिँ प्राइमरी की भनेर तपाईँहरूले बुझ्नुपर्ने हुन्छ। स्टुडेन्ट आइडी इन लाइब्रेरी वानले एक्सेप्ट आइडी द्याट एक्जिस्ट इन स्टुडेन्ट ट्राई एन्टरिङ 999 रिजेक्टेड द्याट स्टुडेन्ट डजन्ट एक्जिस्ट दिस इज डेटा इन्टिग्रिटी भनेको छ। सो अब यहाँनिर चाहिँ मानिलिउँ स्टुडेन्ट भन्नेमा चाहिँ 999 भन्ने छँदै छैन। अब हामीले यहाँनिर लाइब्रेरीमा लगेर 999 आइडी भएको स्टुडेन्ट खोज्यौँ भने चाहिँ त्यस्तो हाल्न पाइँदैन अरे क्या। स्टुडेन्ट आइडीमा जे छ यहाँ तलपट्टि उतापट्टि लाइब्रेरीको टेबलमा पनि त्यही डेटाहरू नै हाल्नुपर्छ। सो त्यसो भइसके पछाडि चाहिँ हाम्रो डेटा इन्टिग्रिटी पनि मेन्टेन हुन्छ भनेर चाहिँ यहाँनिर देखाउन खोजिएको छ होइन। सो के बुझ्नु पऱ्यो, एउटा टेबलको प्राइमरी कीलाई अर्को टेबलमा लगेर युज गरिन्छ भने त्यसलाई फरेन की भनिन्छ भनेर बुझ्नु पऱ्यो। सो यसको फिचर्सहरू चाहिँ के छ त भन्दाखेरि डिफ्रेन्ट टेबलहरूको बिचमा रिलेसनसिप इस्टाब्लिस गर्नको लागि फरेन कीको प्रयोग गरिन्छ। अनि यसले चाहिँ रिफर टु द प्राइमरी की अफ अनदर टेबल अनि अर्को भनेको चाहिँ इन्फोर्स रिलेसनसिप बिट्विन डेटा अनि अर्को भनेको डेटा इन्टिग्रिटी चाहिँ इन्स्योर गर्छ होइन। अनि क्यान कन्सिस्ट अफ वान अर मोर कोलम। अब यहाँ फरेन की चाहिँ फेरि दुईवटा कोलममा पनि हामीले युज गर्न चाहिँ पाइन्छ अथवा मल्टिपल कोलमहरूमा पनि फरेन की चाहिँ युज गर्न सकिने भयो। अब त्यस्तै गरी कम्पोजिट की भन्ने एउटा थर्डमा पढ्नुपर्ने हुन्छ। कम्पोजिट की भनेको चाहिँ के हो त भन्दाखेरि मानिलिउँ कुनै कुनै बेलामा चाहिँ स्टुडेन्ट आइडी एक्लैले चाहिँ हाम्रो प्राइमरी कीलाई चाहिँ प्राइमरी कीको रुल्सहरू चाहिँ क्यारी गर्न नसक्ने भएको हुनसक्छ अथवा यो स्टुडेन्ट आइडीले मात्र प्राइमरी कीको क्यारेक्टरिस्टिक्सहरू चाहिँ नपुर्याउने हुनसक्छ नि त। त्यस्तो बेलामा चाहिँ हामीले अब प्राइमरी की राख्नु पऱ्यो अथवा फिल्डहरूलाई चाहिँ डेटाहरूलाई चाहिँ युनिक आइडेन्टिफाई गर्नु पऱ्यो भने त्यस्तो बेलामा कम्पोजिट कीको चाहिँ युज गर्छौँ होइन। कम्पोजिट की भनेको चाहिँ के हो भने दुई वा दुईभन्दा बढी कोलमहरूलाई चाहिँ हामीले कम्बाइन गरेर होइन त्यसलाई चाहिँ कुनै एउटा की बनाउँछौँ भने त्यसलाई चाहिँ कम्पोजिट की भनेर भन्ने गरिन्छ। सो कम्पोजिट कीमा पनि प्राइमरी कीको क्यारेक्टरिस्टिक्सहरू चाहिँ हुन्छ तर मल्टिपल कोलमहरूलाई कम्बाइन गरेर चाहिँ हामीले कम्पोजिट की बनाउने गरिन्छ। जस्तो कि अब यहाँनिर चाहिँ के समस्या भएर चाहिँ हामीले यसरी दुईवटालाई कम्बाइन गऱ्यौँ भन्दाखेरि एउटा मार्कसिट भन्ने टेबल रहेछ, यहाँ चाहिँ 301 भन्ने स्टुडेन्टको चाहिँ दुईवटा सब्जेक्टहरू छ जस्तो नेपाली पनि छ सोसियल पनि छ। अब स्टुडेन्ट आइडीलाई प्राइमरी की राख्ने भने त हामीले यहाँनिर चाहिँ डुप्लिकेट भ्यालु राख्यौँ त्यस्तो बेलामा त प्राइमरी कीले त यो डाटालाई रिजेक्ट गरिदिने भयो। सो त्यही भएर चाहिँ हामीले दुईवटालाई कम्बाइन गरेर कम्पोजिट की बनाएर चाहिँ हामीले के गरेको छ त यहाँनिर कामहरू गरेको छ। बट स्टुडेन्ट आइडी प्लस सब्जेक्ट टुगेदर नेभर रिपिट द्याट पेयर इज द कम्पोजिट की। सो दुईवटालाई पेयर गरेर चाहिँ हामीले कम्पोजिट की बनाएको छ भनेर यहाँनिर दिएको छ। त्यस्तै गरी अब अर्को भनेको चाहिँ अब यहाँ विभिन्न केही सेम आइडिया आउटसाइड द स्क्रिन भनेर चाहिँ यहाँनिर आइडी के अरे प्राइमरी कीको फरेन कीको कम्पोजिट कीको बारेमा चाहिँ लेखिदिएको छ। यसलाई चाहिँ तपाईँहरूले सरसर्ती आफै पढ्नुभयो हुन्छ होइन। जस्तो प्राइमरी कीको एक्जाम्पलमा तपाईँहरूको रोल नम्बर भयो होइन। अर्को भनेको चाहिँ फरेन कीको एक्जाम्पलमा चाहिँ जर्सी नम्बर अन टिम लिस्ट भनेर त्यहाँनिर भनिदिएको छ होइन। अर्को कम्पोजिट की भनेको चाहिँ अब कुनै पनि रुटिनतिर डेट प्लस पिरियड होइन त्यस्तो खालको कुराहरूलाई चाहिँ कम्पोजिट कीको रूपमा चाहिँ हामीले एक्जाम्पलको रूपमा लिन सक्छौँ। कम्पेरिजन गर्दाखेरि प्राइमरी कीको मेन जब भनेको कुनै पनि रेकर्डहरूलाई युनिकली आइडेन्टिफाई गर्नु हो। अनि प्राइमरी की युनिक हुन्छ भन्दाखेरि अलवेज युनिक हुन्छ, क्यान बी नल, नो हाउ मेनी पर टेबलमा चाहिँ वानली वान। फरेन कीले चाहिँ के गर्छ यसको मेन जब भनेको दुईवटा टेबललाई लिङ्क गर्छ होइन। अनि युनिक भन्दा पनि युनिक होइन यो चाहिँ रिपिट हुन पाउँछ, क्यान बी नल समटाइम्स यस होइन। अनि अर्को भनेको चाहिँ एउटा टेबलमा मेनी पोसिबल भनेर पनि यहाँनिर दिएको छ। त्यस्तै गरी कम्पोजिट कीमा चाहिँ आइडेन्टिफाई युजिङ 2+ फिल्ड मल्टिपल फिल्डहरू युज गरेर कम्पोजिट की बनाइन्छ। युनिक एज अ कम्बिनेसन अब मल्टिपल कोलमहरू मिलेर चाहिँ युनिकली रेकर्डहरूलाई आइडेन्टिफाई गराउनको लागि चाहिँ यसले हेल्प गर्छ। अनि नल चाहिँ हुन पाउँछ भन्दाखेरि पाउँदैन। अनि अर्को भनेको चाहिँ यसले के गर्छ भन्दाखेरि प्राइमरी कीको जस्तै एक्ट गर्छ। सो हाम्रोमा पनि एउटा हुन्छ टेबलमा एउटा हुन्छ। अब यहाँनिर क्विज पनि दिएको रहेछ। क्विजमा चाहिँ अब हेर्दै जाऊँ, विच अफ द फलोइङ क्यान बी अ प्राइमरी की। तलको मध्ये कुन चाहिँ प्राइमरी की हुन्छ, स्टुडेन्ट नेम, डेट अफ बर्थ, स्टुडेन्ट आइडी, क्लास नेम। स्टुडेन्टको नेम पनि एउटा क्लासमा धेरैजनाको हुनसक्छ, डेट अफ बर्थ पनि सेम डेट अफ बर्थ भएको डिफ्रेन्ट स्टुडेन्ट हुनसक्छ, क्लास नेम पनि सेम भएको डिफ्रेन्ट स्टुडेन्टहरू हुनसक्छ। सो हाम्रो स्टुडेन्ट आइडी चाहिँ प्राइमरी की हो।
अनि वाट इज द पर्पज अफ फरेन की? पर्पज अफ फरेन की भनेको चाहिँ के हो त भन्दाखेरि टु लिङ्क वान टेबल विथ एनदर। अनि विच की इज फर्म बाई कम्बाइनिङ टु आर मोर फिल्ड भन्दाखेरि भनेको कम्पोजिट की हो होइन। यसको एन्सरहरू भनेको चाहिँ यो करेक्ट हो। ल 3टा कीहरू भनेको प्राइमरी कीले चाहिँ आइडेन्टिफाई गर्छ, फरेन कीले लिङ्क गराउने काम गर्छ र कम्पोजिट कीले चाहिँ कम्बाइन गराउने गर्छ होइन। सो अब यस्तै भिडियो हेर्नको लागि चाहिँ तपाईँहरूले के गर्नु सक्नुहुन्छ भन्दाखेरि मेरो यस च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ र हामी अर्को भिडियोमा पुनः भेट्ने नै छौँ भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।